हात नकाउँदा हो कम थियो कि के हो हेलो सबैजनालाई वेलकम ब्याक टु आवर युट्युब च्यानल आज चाहिँ हामी करेन्ट च्यालेन्ज गर्दैछौँ हैन अनि के जो हार्छ नि त्यो भाँडा पनि धुन्छ हैन अनि नाच्छ पनि एकछिन नाच्ने उठबस गर्छ भाँडा चाहिँ माग्छ उठबस कतिचोटि ल 10 चोटि उठबस गर्छ 10 चोटि मात्र मात्र ए 20 चोटि 10 चोटि 20 चोटि फेरि 20 15 ल 15 हामीले चाहिँ यस्तो शर्त राख्यौँ जो अब खानामा हार्छ त्यसले चाहिँ 15 चोटि उठबस गर्ने अनि प्लस अहिले खाएको भाँडा पनि धुने ओके यो चाहिँ डबल एक्स स्पाइसी करेन्टलाई ल्याएको छु तीनटा करेन्ट अब बोइल गर्छु यता अन्डा पनि बोइल हुँदैछ चाहिँ च्यालेन्जको लागि रेडी भइसके अब यसमा नुन पिरो चाहिँ मिक्स गर्न बाँकी छ अहिले गर्छौँ यता अन्डा प्याज सलाद पिरो भयो भने यो गाजर पनि खाने हैन खाना मिल्छ त्यो चाहिँ सलाद खान मिल्छ ए कोक त जति नि खान मिल्छ है पिरो भयो भने कोक त जति नि खान मिल्छ यता हामीले ससेस राखेका छौँ अब हामी स्टार्ट गर्छौँ पिरो मिक्स गर्छौँ हामीले 3टा चौचौ बनाएको डेढ हाल्छौँ है पिरो अहिले म बाँड्छु पिरो अनि खाने गर्छौँ पिरो हाल्छौँ पहिला एक हाल्नु पहिला सुरुमा एक त हाल्नु पर्यो अनि एकको बाँडफाँड गर्ने हो रेडी गर्न पाउँदैन है के गर्ने हो र चिटिङ गर्ने के इन्भाइरोमेन्टै छैन ओके एउटा है त्यसपछि ए छ यसमा छैन नि यो पनि नुन हो पहिला यो हाल्नु सस नो चिटिङ गाइज अहिले नगर्नु होला है स्टार्ट फेरि 1 2 3 गरेरै गर्ने हो त्यस्तो चोरी काम गर्दैन हामी ल अब यसको नुन चाहिँ बराबर है यसको सस पनि बराबर हो नि त ल हेर्नु है भयो नि बराबर चाहिँ होइन के ल आत्मा नलडेर पुरा गर्ने हो होइन यसमा ल भयो अब सक्यो अब मिक्स गर्नु अहिले कस्तो पिरो हुँदैन यसमा किन हाल्यो ससेजमा यस्तो भएको छ मिक्स गरेर मान्छे च्यालेन्जको लागि रेडी भइसके खाँदाखेरि आफै हाल्यो हालौँ न त प्याज पनि हालौँ ल आफूले हाल त कति मन पर्छ अहिले स्टार्ट नगर्नु है प्याज र चम्मच हातमा समातेर ओके भनेपछि स्टार्ट हुने हो ओके होइन कि 1 2 3 गो भने निम्बु नि हाल्नु सुरुमा है अनि स्टार्ट बेस्ट अफ लक गाइज मलाई बेस्ट अफ लक सरिता अब मिसाउनु दिउँ नि त अब मिसाउनु टाइम होला नि त फेरि मिसाइसकेँ कि अब प्याज कम खाइ डरले त्यो प्याजले कसरी सानो टाइम लाग्ने हो र ल चम्चामा नहाल्नु चम्चा माथि हो होइन यो त निकै गर्दैछ नि यस्तो देखाउनु चम्चा हातले खान मिल्यो है नाइ चम्चाले मात्र स्पुनले मात्र यो पुरै सकिन्छ खाने होइन लास्टको त्यो थोरै पायो जो हार्छ त त्यसले त च्यालेन्ज गर्नै पर्यो त ल ओके रोक 3 एक सित जा ल 3 यहाँ तलतिर पनि छ ल 3 2 1 गो कोक पनि खानु न
एक गिलासको त सक्ने है है अन्डा नै खान्छु फेरि कति हुनुहुन्छ जित्नेमा फिक्स छ गाइस सकिहाल्यो हात नकाउँदा यहाँ कम थियो कि के हजुरको पक्न कस्तो खाइहाल्यो पुरै गाइस हेर्नु है अब कस्तो झेल्ने हुन्छ यहाँ कसरी खाएको च्यालेन्ज हो छिटो खाने ढिलो खाने भूत कि के म त हारिहालेको छिटो पुरै खानुपर्छ एकैसित सबै खानुपर्छ अब के गर्नु हार्यो भन्यो हजुरले तैँको हारिसकेँ म त बिस्तारै खान्छु अब हार्यो भने challenge. You have to fulfill your challenge, okay? फेरि लागेन म त त्यति कोही खान सक्दैन म त खालि स्वास्थ्य हारे पनि पुरै खानु है मैले हारे भनेर गिभ अप दिनु पर्ला गाइज मेरो चाहिँ सकिसक्यो अब मेरो खाना बाँकी चाहिँ केही छैन है यो त हजुरले कति खाएन यो त मानिँदैन मैले त खाना खाएँ त्यो त भिडियोमा देखिन्छ यहाँ त्यो लागेको छोडेको भन्दा पनि हराउनु सक्छ है नि मलाई हजुरको अगाडि सकेको भिडियो काटेर लास्टमा मैले सकेको हाल्नु पर्यो कङ्ग्रेचुलेसन फाइनली यस आई वन भयो नि त अब जितिहाल्नु भयो अब यो खाना लाग्नु फेरि हुँदैन खानु त कुरा यसरी बुझियो कि होइन तैँले एउटा खानु र मैले दुईटा खानु बराबरै हो सक्यो क्या अब त्यो किसिम भयो हजुरको मुख ठुलो छ नि त हजुरको मुख ठुलो छ कि आएको ठुलो त च्यालेन्जमा तर मुख ठुलो छ तर पेट ठुलो छ भनेर हुन्छ पेट त मेरै ठुलो छ तर हजुरको मुख ठुलो छ च्यालेन्जमा गर्दाखेरि अगाडि के सोच्नु पर्छ कुरा खाइदिनु न पुगेको अन्डा मात्रै खान्छु गाइजमा हारे भनेर भन्नु गाइज म हारेँ मैले गिभ अप गरेँ मैले पुरै खान नि सकेन म करेन्ट दिइदिन्छु म चाहिँ म उठबस गर्नै पर्छ नि मैले आफ्नो च्यालेन्ज एक्सेप्ट गरेँ म हारेँ मैले च्यालेन्ज एक्सेप्ट गरेँ एक्सेप्ट त गरिसकेपछि हारेँ अब के गर्नु उठबस गर्छु भाँडा धुन्छु ल यो खाऊ यो मैले खाए पनि मैले खाने हो खानु पुरा खाना खाऊ भने गाइज देखेर कोही छ भने च्यालेन्ज गर्ने फेरि मलाई सम्पर्क गर्नु होला है धन रुपियाँमा च्यालेन्ज गरेन
त्यसो भए म त कुक खान्छ ल ल अब भिडियो बन्द गर किन बन्द गर मैले खाइदिएको तँलाई आफ्नो खाएर आफ्नो बुढी पनि खायो फेरि म पुरै खाने के यो खानु म सक्ने होइन ल अब म च्यालेन्ज एक्सेप्ट गर्छु आई एम रेडी के गर्नु हारिसके आशा थियो जित्छु कि भन्ने उठाऊ है ल गाइज म चाहिँ विनर म लुजर अब लुजरको पालो चाहिँ पहिला 15 चोटि उठबस गर्ने त्यसपछि भाँडा माझ्ने ओके यु क्यान गो ओके ओके ल गर्नु नि त ल 1 भएन है टु भएन अनि तलसम्म है मलाई माथि आउँदा टु हुन्न यस्तो हो नि 1 भयो 2 भएन त्यो हुँदैन 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 ल ओके 1 2 3 4 5 6 7 11 गरे त म घटिहाल्ला 12 14 14 15 15 ओके फर्स्ट च्यालेन्ज ओभर लेट्स गो नेक्स्ट च्यालेन्ज अब भाँडा धुने ओके लेट्स गो कति फोहोर छ त्यहाँ धेरै भाँडा छ सबै यो त अघिको भाँडा नि हो नि त सबै हो माझ्ने हो नि त माझ्ने भने त माझ्ने अन्डा यो अन्डाको पनि यो पनि माझ्ने हो यो पनि माझ्ने यो अन्डा त राख्ने हो ओके भाँडा माझेर चिटिक्क हुनु पर्यो अहिले चाहिँ यहाँ पनि मिला यहाँ सफा गर्ने त थिएन है च्यालेन्ज भाँडा माझ्ने हो च्यालेन्ज चाहिँ भाँडा माझ न पहिला राम्रो त्यतिसम्म यो अन्डा पनि खुलाइदेऊ न छैन है माधो माधो स्याही स्याही खै त अर्को भाँडा माझ्ने खै त स्याही स्याही कम्पनी जति माझ्यो दया माया नरहेछ क्या दया माया भन्ने त च्यालेन्ज गर्नेलाई थाहा हुन्छ नि त अहिले म हारेको भए त 1 2 3 गर्नु पर्छ न भयो नि ए त ल गाइस धोएको भाँडा ल गाइस सके कि नै च्यालेन्ज भन्नु एक्सेप्ट के रे च्यालेन्ज ओभर भयो कि भएन ओके च्यालेन्ज इज ओभर भयो नि ओके थ्यांक यू गाइस किप वाचिङ ल है मैले चाहिँ च्यालेन्ज हारेर पनि च्यालेन्ज पुरा गरिसके के रे च्यालेन्ज होइन मैले उठबस पनि गरेँ भाँडा पनि धोएँ अब अर्को दिन चाहिँ म स्योर जित्ने छु तर त्यसमा चाहिँ 30% मेरो भएको जे पनि खायो भने 30% मेरो 70% हजुरको है 30 र 70 को भाग त कहाँ हुन्छ अनि कति भन्न 35 65 ल ओके डिल डन ओके 45 45 60 45 55 त्यस्तो हुँदैन 40 60 को ल ल
40-60 को कभरेज अब ल यो भ्लग यही नै समाप्त थ्याङ्क्स गर्छौँ गाइज किप वाचिङ थ्याङ्क यू फर वाचिङ आवर भिडियो बाई बाई